Hello guys, welcome back to our channel. It's me Bindia. आज चाहिँ सोनम लोछार हो तामाङ जातिको पर्व। सो आज चाहिँ हाम्रो दसैँ हो अनि हामी चाहिँ आज दसैँ मनाउन गइरहेको छौँ। सो ह्याप्पी सोनम लोछार टु अल माई फ्यामिली मेम्बर्स जो चाहिँ टाढा हुनुहुन्छ है, उहाँहरूलाई चाहिँ विश गर्न चाहन्छु ह्याप्पी लोछार है। अनि शिव चाहिँ अहिले गुम्पा गइरहेको छ। म चाहिँ अलिक बिजी भएको कारणले गुम्पा गएको छुइनँ। सो अब म घरको कामहरू सबै सक्नेछु, त्यहाँदेखि चाहिँ खानाहरू पकाउने छु। हामीले ब्रेकफास्ट चाहिँ अलरेडी गरिसकेको छ। सो स्टे ट्युन। यो चाहिँ यहाँनिर गुम्पाको छेउसेङ रुम छ। Happy Losa! मेरो घरको हालत चाहिँ यस्तो छ अहिले। ओछ्यानहरू मिलाएको छैन। यहाँनिर बहिनी गुड मर्निङ भन्दैन। सो के गरेको छैन हो। अब चाहिँ हामी यो सबै सानक गर्छौँ, त्यहाँदेखि बादमा भेट्नेछौँ। अब शिवले चाहिँ आँगनहरू बढाल्दैछ है, सानक गर्दैछ। म चाहिँ अब ओछ्यान पठाउँदैछु। जाडोमा कम्बल पनि धेरै लाग्छ है। कम्बल हेर्नुहोस् न, दुईवटा आउनुपर्छ। सो पटेका पर्खिँदैछ आज सोनम लोछारकोमा। मुखहरू त अघि धोइसकेको खास गरी। मैले घर पनि सनेक्सन गरिसकेको छु। यहाँ चाहिँ दाल पाक्दैछ, कालो दाल उम्लिँदैछ। अब चाहिँ चिकन कटिङ हुन्छ। अब चाहिँ चिकन कुखुरा अब काट्न आँटेको।
यता मासु पाक्दैछ अनि खाना पाकिसक्यो दाल पनि पाकिसक्यो अब चाहिँ टिका लाउनु आँटेको कोके मेन्दो त छैन है कोको मेन्यु लाउँदैन नि फाइनल क्लास टिकाहरू पनि लगाइसक्यो अब चाहिँ हामी खानाहरू खानेछौँ अब चाहिँ खाना रेडी भइसक्यो अब हामी खाने आँटेको चिकन छ भात छ अनि दाल छ है अब चाहिँ खाने आँटेको छौँ कसम थियो हाम्रो लोसो त यस्तो नै भयो सानो फ्यामिली छ त्यसै कारणले सो गाइस हामीले खाना पनि खाइसक्यो अब चाहिँ हामी बसिरहेको छौँ है हामी चाहिँ सोनाम लोसार यसरी नै मनाउँदैछौँ है अनि अब के भन्नु र है हामीले अब टिकाहरू पनि जोजोको हातबाट लगाइसक्यो जोजोकोबाट लगाइसक्यो अनि हामी बसिरहेको छौँ अब यसरी मनाउँछौँ हामी लोसार है अगर तपाईँहरूलाई हाम्रो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् होला है अनि जो पनि नयाँ हुनुहुन्छ उहाँहरू सब्सक्राइब गरिदिनुहोस् होला त्यति भन्दै म तपाईँकोबाट बिदा लिन चाहन्छु अर्को भिडियोमा भेट्नेछु